अमेरिकामा बस्दै आएका नेपाली मूलका मिन गुरुङ पक्रा परेका छन्। सामाजिक सञ्जाल मार्फत घृणा फैलाउने, धम्की दिने र मानहानि गर्ने कार्यमा संलग्न भएको आरोपमा उनलाई अमेरिकी आप्रवासी तथा भन्सार प्रवर्तन निकायले नियन्त्रणमा लिएको हो। हाल उनी पश्चिम भर्जिनियाको हन्टिङटन स्थित हिरासत कक्षमा रहेका छन्। गुरुङ लामो समयदेखि टिकटक लगायत विभिन्न सामाजिक सञ्जालमा सक्रिय रहेका थिए। उनले भिडियोहरूमा नेपाल तथा भुटानी समुदायलाई लक्षित गर्दै गालीगलौज र धम्की दिने सामग्रीहरू प्रसारण गरेको आरोप लागेको छ। उनको यस्तो कार्यले सामाजिक सद्भाव नकारात्मक असर परेको भन्दै नेपाली तथा भुटानी समुदायले विरोध जनाउँदै आएका थिए। प्राप्त उजुरीका आधारमा गरिएको प्रारम्भिक अनुसन्धानपछि गुरुङलाई उक्त निकायले नियन्त्रणमा लिएको हो। निकायका अनुसार गुरुङमाथि आप्रवास, कानुन उल्लङ्घन, घृणात्मक अभिव्यक्ति र समुदायबीच वैमनस्यता फैलाएको आरोप लागेको छ।